कसैलाई दुःख नपरेर पनि केही गर्छु भन्ने उत्साह जाग्ने कुरा बेग्लै हो, तर धेरै मानिसलाई जब दुःख र आपत आइलाग्छ तब मात्र केही गर्छु भन्ने उत्साह जागेर आउँछ। यस्तै भएको छ खजुरा 2 सीतापुर बाँकेका दीपक साईलाई। उहाँले पढेको इलेक्ट्रिकल इन्जिनियर हो। कृषि भन्ने कुरा फरक पाटो थियो। 2075 सालमा आएको कोभिड महामारीले दीपक साईलाई पनि अछुतो राखेन। पटक पटक कोभिडले संक्रमण गर्दा कागती पानी खाएरै निको भएपछि कागती त औषधि हुँदो रहेछ भन्ने सोचले कागती खेती गर्नतर्फ आकर्षित बनायो। त्यसपछि 1.5 बिघा जमिन खरिद गरेर कागतीको व्यावसायिक खेतीमा होमिनुभयो दीपक साई। सुनौ कागती खेतीको सुरुवात र हालको अवस्थाबारे दीपक साईको अनुभव। दीपक सर, हजुर म अलिकति यो कागतीको विषयमा थोरै चर्चा गरौँ। सर्वप्रथम त यही क्षेत्रमा यो कागती उत्पादन हुन्छ कि हुँदैन भनेर कसरी सोच आयो, अनि अहिले अब जस्तो यो कागती फलाइसक्नु भएको छ, हजुरसँग अरू नयाँ किसानहरू पनि जोडिने क्रम छ कि छैन? पहिलो कुरा त कागती उत्पादन गर्ने कहाँबाट दिमागमा चढ्या भूत चढ्या भने नि अलिक भूत पनि लाग्यो क्या मलाई चाहिँ। रियलमा भूतै चढ्या एउटा। म टेक्निकल फिल्ड नै अर्कै मेरो होइन। रियलमा मेरो फिल्ड के थियो भने म त इलेक्ट्रोनिक्स ओभरसियर हो होइन। इलेक्ट्रोनिक्स पढेको मान्छे, कृषि सम्बन्धी मलाई केही पनि नलेज थिएन। अब बाबुआमाले गरेको परम्परागत कृषि प्रणाली त हामीले गरेकै थियौँ। कोभिड आयो। कोभिडले मलाई के गर्यो भने थला पार्यो। हेर्नुहोस् 3 चोटि थला पारेँ म, 4 चोटि पनि पोजिटिभ देखायो। त मलाई चाहिँ कोभिड सन्चो गर्ने एउटै मात्रै औषधि कागती मात्रै हो मेरो लागि है। बेसार र कागती भन्नुभयो नि, त्यो खुब चर्चामा पनि भयो। कागती खानुहोस् कोभिड ठिक हुन्छ होइन, यो टाइपको आम मान्छेलाई चाहिँ त्यो चाहिँ सूचना भन्ने गरिन्थ्यो। सबै मान्छेहरूले त्यो भन्ने गर्थे। अनि त्यसले मलाई कागतीप्रति मेरो पोजिटिभ खालको भाइब थियो होइन, गर्नुपर्छ। कोभिडको मारमा पनि कागती अनि यसो औषधि हुन्छ भन्ने आम मान्छेहरूमा चाहिँ छलफल बहस गर्न थालेँ। त्यसरी मैले कागती लाउनुपर्छ भन्ने मेरो मनमा थियो। म आएँ अनि कागतीको सुरुवात मैले मुख्य गरिकन त खनालजी एकजना हुनुहुन्छ, उहाँ चाहिँ सिन्धुलीमा होइन, उहाँसँग सोधेँ मैले। उहाँ चाहिँ सिन्धुलीको यो कृषि अनुसन्धान केन्द्रको हाकिम नै हुनुहुन्थ्यो होइन। उहाँसँग सोधेँ के हो सर तराईमा कागती हुन्छ त? अलिअलि हुन्छ भन्ने त सुनि, के हुन्छ त तराईमा, नेपालमा कागती फल्छ भनेको। गर्नुहोस् दिपकजी, फल्छ मजाले भन्नुभयो। त्यसो भए बुट्टा पठाउनुहोस् मलाई, भोलि मान्छे पठाउँछु भने मैले सिधा भोलिपल्टै मान्छे कुदाएँ मैले। त्यहाँबाट मैले 1200 बुट्टा ल्याएर आएँ। यो 2 जातको छ, अलिअलि इन्डियन बुट्टा पनि परेको छ यहाँ पछि। अनि त्यो भावनाले कागतीप्रति त्यसै प्रेरणा जाग्यो। मैले लगाएँ, सुरु गरेँ। यो जग्गा लिएँ, म्याडमले लोन लिइन्, त्यो लोन ल्याएँ, म्याडमबाट यो जग्गा किनी अनि त्यसपछि कागती रोपेँ। अन्त कागती रोपेपछि यहाँ पुग्यो, फल्यो। आज म सफल भएको छु भन्ने लाग्छ। यो फलेकोमा सफल छु म। घाटा फाइदा के होला त्यो छोडिदिनु। दीपक साईको दैनिकी अहिले कागतीको बगानमै बित्ने गरेको छ। बिहानदेखि कागतीका बोटको गोडमेल गर्ने, रेखदेख गर्ने, पाकेका कागती टिप्ने र बजारसम्म पुर्याउने काममै उहाँ व्यस्त हुनुहुन्छ। बगानमा पस्दा कागतीको सुगन्धसँगै आफ्नै मेहनतले दिएको आनन्दले उहाँलाई सहरको भिडभाड र प्रदूषित वातावरणभन्दा आफ्नै बगान प्यारो लाग्छ। नाम नै सुन कागती। साईका लागि यी कागतीका दाना मात्र होइनन्, मेहनतका सुनका दाना पनि हुन्। प्रत्येक बोटमा देखिने फल उहाँको श्रम, लगन र निरन्तर प्रयासको परिणाम हो। दीपक साईको कागती खेती केवल एउटा व्यवसायको कथा मात्र होइन, कृषि कर्ममा सम्भावना खोज्ने किसानका लागि सिकाइ पनि हो। नयाँ खेती सुरु गर्दा अध्ययन, अनुसन्धान, मेहनत र निरन्तर रेखदेख आवश्यक हुन्छ भन्ने उदाहरण उहाँले आफ्नै कर्मबाट देखाउनु भएको छ। त्यसैले दीपक साईको मेहनत, अनुभव र अनुसन्धानबाट हामीले पनि सिक्नै पर्छ। माटोलाई विश्वास गरेर पसिना बगाउन सके कृषि नै समृद्धिको सुनौलो बाटो बन्न सक्छ। हस् त, आजको श्रृङ्खलामा यति नै। अर्को श्रृङ्खलामा नयाँ विषयवस्तुका साथ उपस्थित हुनेछौँ। तबसम्मका लागि बिदा चाहन्छौँ। नमस्कार।